याद छ तिमीलाई ती दिनहरू जब तिमी मेरो लागि रुने गर्थ्यौ मलाई चोट लाग्दा मभन्दा बढी तिमी रुन्थ्यौ भयो के अन्सु मैले छोडेर गए भने मलाई मार्छु भन्ने धम्की दिन्थ्यौ पुरानो कुराहरू किन गरिरहेको छौ तिमी सँगै बाँच्ने सँगै मर्ने कसम खाएको थियो याद छ छैन याद गरेर कुनै फाइदा छैन अब केही भएन तर मलाई सब याद छ तिमीले खाएका कसम याद छ तिमीले भनेका कुरा याद छ हरेक कुरा याद छ मलाई म अरू कसैको भइसके किन बुझ्दैनौ तिमीले बिर्सेछौ मैले बिर्सेको त छैन तपाईलाई जे भन्नु छ छिटो भन्नु म धेरै बिजी छु अहिले रामसँग कुरा गर मलाई नि एटिट्युडको बानी छैन मिस सेल्फी मलाई पनि कसैको पटक पटक फोन आउने बानी छैन त्यो त देखिरहेछ के मतलब तिमीलाई कसैले कहिले यति धेरै इम्पोर्टेन्स दिएन होला मिस सेल्फी तिमीलाई कुरा गर्ने ढङ्ग छैन तपाई के सम्झिनुहुन्छ आफूले आफूलाई एउटै क्वेसन कति पटक सोध्छौ मिस सेल्फी अब त थाहा भयो होला नि म आफूले आफूलाई के सम्झिन्छु ओइ तिमीलाई याद छ हाम्रो कसरी लप परेको याद छ पहिले त खुब दाइ भन्थ्यो त एक्जाममा सँगै पढ्दा अनि आफूभन्दा सिनियरलाई के भन्थे कि मैले अनि मलाई के थाहा त हजुरले मलाई मन पराउनुहुन्छ भनेर चाहिँ मलाई त अझै पनि रिस उठ्छ जब प्रपोज एक्सेप्ट गर्न 3 महिना कुराइदियो है रे लास्टमा त लप पार्ने मन त आफूलाई पनि रहेछ क्या रे मलाई मेरो साथीले भनेको के हजुरको बिन्दुसँग लप छ अरे भनेर त्यही भएर के दुनियाँको कुरा सुन्ने मेरो कुरा चाहिँ कहाँबाट विश्वास लाग्थ्यो तिमीलाई लास्टमा फेरि बिन्दुसँग लभ रहेन रहेछ त्यही थाहा पाएपछि मैले एक्सेप्ट गरे त हो शंका गर्ने त शंका हो त के रे तेरे दाँत नदेखाऊ है तिमी मलाई रिस उठिरहेछ किन मैले के गरेँ त्यस्तो त्यो फेसबुकको पोस्ट के हो त्यस्तो डिलिट गर अहिले छिटो ल के देख्यौ र तिमीले त्यस्तो अझ के देख्यौ रे मंगसीलाई एउटा ह्यान्डसम दुला खोजिदेऊ न माइ लर्ड रे के थियो भने अरे हो त क्या रे मङ्सी लागिसक्यो अनि मैले बिहे नगर्ने त बिहे रे पहिला आफ्नो सिवान पुस्न सिक अनि बिहे कुरा अरे म त गर्छु के राम्रो केटा भयो भने जे मन लाग्छ त्यही गर म त तिम्रो बयफ्रेन्ड भएको ल बाई किन म बोल्नु छैन कुकुर्नु छैन गुड मर्निङ माई स्विट डे मर्निङ के हो आज त उतैबाट गुड मर्निङ आयो त के कुरा हो सिधै भन न नाटक नगर अम्मा कसरी थाहा पाएको के खासमा कुरा के हो भन्दा नि बेबे जाडो लास्ट बढिरहेको छ नि त है बढिरहेको छ जाडो अब जाडो बाटो बस्नलाई तातो ज्याकेट त लाउनु पर्यो नि है बेबे पर्यो त बस मलाई ज्याकेट किनिदेऊ न भन्न खोजेको के बेबे बिहान बिहानै के खाउला है पोहोर मैले किनिदिएको होइन त्यो कहाँ गयो अब पोहोरको ज्याकेट त मुसाले पुरा आफ्नो पेटीकोट सम्झेर च्यातिरहेको के बेबे प्लिज के बेबे एउटा ज्याकेट के ल यसपालि एउटा हुडी मात्र किनिदिन्छु चल्छ नि चल्छ होइन बेबे दौडिन्छ के दौडिन्छ थ्याङ्क यू बेबे थ्याङ्क यू तुमको बारिश पसंद है मुझे बारिश में तुमको हंसना पसंद है मुझे हंसते हुए तुमको बोलना पसंद है मुझे बोलते हुए तुम्हें सब कुछ पसंद है पर मुझे बस तुम अब कुनै पनि अधिकार छैन तिमीलाई गाली गर्ने तिमीलाई कुट्ने तिमीलाई सम्झाउने तिमीलाई माया गर्ने कुनै पनि अधिकार बाँकी रहेन कुनै पनि अधिकार बाँकी रहेन मेरो बाबुआमाले मलाई छोडेपछि बस तिमीलाई आफ्नो सहारा मान्थे तिमी नै मेरो जिन्दगी मान्थे तर तिमी पनि धोकेबाज निस्क्यौ तिमीलाई भुलाउने धेरै प्रयास गरे नसालिन थाले अरूसँग सम्बन्धमा आए तर तिम्रो कमी कसैले पुरा गर्न सकेन कसैले गर्न सकेन थाहा छैन किन धेरै माया गर्न थाले माया गर्ने कुनै रिजन हुँदो रहेनछ माया त बस आफै हुँदो रहेछ किन माया लाग्छ किन यहाँबाट निस्किन्नौ तिमी बिहान पूजा पाठ आउनुस् न हजुर नि हैन मने तिम्रो गएर किन मसँग त यिनी भगवान लिसा छन् नि कसरी भन्छन् जबदेखि तैँले मागेको कुरा पुरा भयो मैले तँलाई यो दिए त्यसपछि तैँले माग्नै छोडिस् रे छ्या हजुर तेरी आँखें गंगा घाट सी है
गर्लफ्रेन्ड? नहीं आई मीन थियो अंशुको प्यारो बेबीले छोडेर गयो। है नजिस्का न यसले बरु डेरी मिल? तिमीलाई मन पर्थ्यो होइन पहिला? इट्स ओके। मलाई लाग्यो तिम्रो टेस्ट चेन्ज भयो होला। अनि नानी मलाई लाग्यो तिमीलाई याद छैन होला। सब याद छ नि मलाई त, तिम्रो पो बिर्सिसकेको त। दिल तुझे करता है सलामियां। होइन भने नाइके म तल साँझ आउँदा जे भन्छस् त्यही ल्याइदिन्छु। साच्ची? के ल्याइदिनु? ए हेलो यता हेर्न, एकछिन है सिदिन लाग्यो। यता हेर त। एकछिन न सिदिन लाग्यो कति कराएर भने के हेर्नु नपाउनु तँलाई? नपाउनु त्यही पनि किन हेर्नु पर्यो 24 घण्टा? त के मिस नेपाल होस् र? अहिले नभए नि हुन्छ कुन दिन त। अरे तेरो त तेरो खाप्छु देखेर त कसरी लाग्दैन नि तँलाई? हो खुबै लगेपछि बल्ल थाहा हुन्छ। अब त्यो त मैले कहाँबाट मन पारेर मात्रै हो। है तँसँग लभ गर्ने मान्छे त कस्तो होला खै? कस्तो हुनु तपाईँ जस्तो? त्यही पनि कतिजना थिएन नमस्ते मलाई होला बनाउने? नमस्ते पागल होला। तपाईँ हो 1 नम्बरको। कहाँ राख्या हो? लेट भइसक्यो यार, मेरो ब्याग कहाँ छ? मार्छ बुढोले लकडाउन पछि पहिलो दिन जानु छ, त्यही पनि मार्छ। उठाइदिए होइन मैले चाँडै? छिटो थ्याङ्क यू अलिक बिस्तारै खानु न, भ्याइहालिन्छ नि। अरू तिमी पनि म पछि आएर त्यति त खानु। ब्याग यहाँ छ। यो होइन हो ब्याग, बच्चाहरूको ब्याग हो यो। कुन त? मेरो ब्याग के छड्के ब्याग यहाँ छ। जहिले हतार हुन्छ। मैले पनि रहेछ ब्याग पनि। फोर रहेछ? ल म जान्छु, राम्रोसँग केयर गर्नु, मलाई लेट भइसक्यो। साँझ आउँदाखेरि केही छ भने भन। आलु सिधै थियो, आलु लिएर आउनु। आलु अस्ति भर्खर ल्याएन र? अनि सधैँ खाएपछि सिधिँदैन? यार लिएर आउनु। ल आउँदाखेरि सानो आलु ल्याइदिनु। अरू केही? किटक्याट पनि। किटक्याट त ल्याएन नि, म गएँ, बाई। कस्तो के? आफ्नो राम्रोसँग केयर गर्नु। तपाईँ पनि। लभ लभ यु। यु टु। बाई। फोन चलाएर बस्ने? मम्मी खोइ सन्चै हुनुहुन्छ? सन्चै हुन्छ। ए भान्सामा हुनुहुन्छ? बोलाउ न। जा के भन्ने भने कसले कुरा गर्ने हो भन्ने? बुहारीले। जा कफ नदे, मलाई मार्दैनन् ल पारिस भनेर? मान्नुहुन्न। हजुर बाको फोन हो। अहिले पछि साँझ कुरा गर्नु ल तपाईँले। ल मम्मी मम्मी बाउसँग कुरा गर्नु छ भन्दै त कुरा गर्नु पाउनु परेन, किटसँग कुरा गर्नु छ भनेर मागिहाल्नुहुन्छ। मम्मीलाई पनि त हतार हुन्छ नि बुवासँग कुरा गर्ने। बड्डा बडीलाई पनि त माया लाग्दो जस्तो तँलाई मेरो लाग्छ, मलाई त्यो लाग्छ। हामी पनि त बड्डा बडी नै हो र बिहेको। हेलो म्याडम, पहिला आफ्नो हात पुरै यसरी भयो। म के भन्न आएको भन्दाखेरि चाहिँ मलाई यस या नो रिप्लाई चाहिँदैन। मलाई बस म एका देशको राजा भने त्यसको रानी मात्रै बनिदिनु पर्यो हजुर। मलाई थाहा छ म तिम्रो लागि मिस्टर पर्फेक्ट त छैन, तर रक्सी खाँदैन, चुरोट खाँदैन, तिम्रो इम्पोर्टेन्ट डेट भुल्दैन, तिम्रो बर्थडे भुल्दैन। तर एउटा हेबिट चाहिँ नराम्रो छ, म अलिकति कम बोल्छु र आइएम स्योर कि त्यो हेबिट त चेन्ज पनि गर्न सकिन्छ। सो व्हाट्स योर रिप्लाई? डु यु लभ मी? यस या नो? सुन्न एउटा कुरा, हामी कति दिन फ्रेन्ड मात्रै भएर बस्ने क्या? भन्नाले अब अनि के त? मलाई तेरो बारेमा सब थाहा छ, तेरो एक्सको बारेमा सब थाहा छ, तँलाई मेरो बारेमा थाहा छ, मेरो एक्सको बारेमा थाहा छ, मेरो हेबिट थाहा छ, मलाई के मन पर्छ मन पर्दैन तँलाई थाहा छ।
त्यही भएर अब हामी सबै थाहा छ होइन सो लभ गरौँ सिद्धु तेरो कुरा तर म साथी मात्रै त्यस्तो हो हुन्छ र भने कति दिन कस्तो? यो साथी बस अब फ्रेन्ड हो होइन बस मैले भन्दाखेरि चाहिँ तँलाई अगाडि चाहिँ गर्ल लगाइदिन्छु गर्लफ्रेन्ड मलाई चाहिँ तैँले अगाडि बोय लगाइदियो बोयफ्रेन्ड चुप लाग गर्लफ्रेन्ड बोयफ्रेन्ड भनौँ अला गएर पटा जा त्यही हो त जे पाए त्यही भन्दै बस्छ बुझा त्यस्तो नै क्या कस्तो नाइके फ्रेन्ड मात्र नै क्या अब साथी मात्रै हो त्यो नै हुने यो कस्तो खाले प्रश्न हो मैले छिटो तिमीलाई भन। छोड्यो भने के गर्छु अरे तैँले मलाई छोडेर अरूसँग बिहे गरिस् भने पनि त्यो पुरा कबीर सिंह जस्तो चुरुट खाने रक्सी खाने गाँजा खाने अनि त्यसपछि प्ले बोय हुने त्यस्तो केही हुँदैन केही फरक पर्दैन त्यस्तो केही तिमीलाई हुँदैन बरु तेरो चाहिँ अरूसँग बिहे हुन लाग्यो भने निम्ता काट फटाइस् है अझ 50-50 रुपियाँ दक्षिणा दिउँला कि तेरो बुढोलाई टिका लगाएर चाहिँदैन कस्तोको तँलाई टिका दक्षिणा लगाएर त्यसपछि चिकन रोस्ट चाहिँ पक्कै पनि बनाएस् है मेरो लागि भए पनि चिकन रोस्ट चाहिँ बनाएस् मलाई धेरै मनपर्छ अनि टन कस्तो माया नभएको जसरी भने डान्स गर्ने हो बले बेबीको डान्स गर्ने हो त्यसै चाहिँ घर आउने कस्तो के अनि क्वेसन यस्तै सोचोस् त मैले तिमीलाई छोडेर भने के गर्छु अरे के केही न छोडेर त छ्याम मजा मन लगाइदिन्छु गाला बोलाउँछ माया लाग्दो रहेछ त पिउन लाग्छ मेरो अघिदेखि त्यही त सुनाइरहेको छ सुनि त रहेको छु नि कत्रै भन्छस् के बिहे गर्नु मन छ भने गर न त नभएकै मैले बिहे नगर्ने हो र त भन्दा चक केटीसँग बिहे गर्छु अरूसँग पनि गर्छौ अनि मलाई के त भन्दा राम्रोसँग बिहे गर्दै गर्छु हेलास हेरौँला सुनाएको छ बिहे गर्दै नाच्छन् बिहे गर्दै नाच्छन् गर मलाई के भयो अनि मलाई तिमीसँग मेरो जिन्दगी तिमीसँग त सुरु भएन तर चाहना छ कि तिमीसँगै सकियोस् अरे यार कति न पहिला कुरा त सुन सुन्दिनै म केही पनि अनि लकडाउन खुलेको भए त म आफै आउँथेँ नि त भेट्न तैँले भन्नु पर्थ्यो र झन् बाना आफै आउँथेँ नि त भेट्न अनि लकडाउन छ त म कहाँबाट आऊ थाहा भएन मलाई बन्द छ गाइड चलाएको छैन कहाँबाट आउँ त म भेट्न थाहा भएन जहाँबाट भयो नि जसरी भयो नि आऊ कहाँबाट जसरी नि आऊ के कहाँबाट आऊ उडेर आऊ म चरा आऊ उडेर आउने आऊ कि तैँले मलाई एरोप्लेन गिफ्ट गरेर थिइस् र त्यसैमा चढेर आऊ जसरी लकडाउन नभएदेखि म त आफै आउँथेँ नि भेट्न तैँले भनिरहनु पक्र्थ्यो मलाई मलाई पनि त भेट्न मन लाग्छ होला तैँले मात्र त माया गर्दैनस् होला म पनि गर्छु होला कि गर्दैन मैले गर्छ अनि लकडाउन खुल्छ म आउँछु अब कति दिन लकडाउन होला 15 दिन 20 दिन म आउँछु भने त छु त्यत्रो दिन बाँकी छ भेट्न मन लाग्छ माया गर्न मन लाग्छ मलाई पनि त लाग्छ नि माया त मलाई लाग्छ छैन होला त माया कि तँलाई मात्र लाग्छ र माया मलाई पनि भेट्न मन लाग्छ माया लागेको छ अब म तँलाई हेर्न मन लाग्छ म के गर्न सक्छु तिमीसँग बिहे गर्न पाइन्छ भनेर त म लाउरे भएको त लाउरे भएको हेर्न मन छ लाउरे भएर मात्र मलाई भन्नु बिहे गर्नलाई अनि म सिधै सिलेक्ट गर्छु भने होइन अझै याद छ सबै कुरा अहिले त लाउरे भएको छु त मेरै लागि अब त हातमा मेहन्दी नाम लेख्दा ट्याटु हान्दा पनि हुन्छ मैले हान्न मिल्दैन हुन्थ्यो लगाइसक्यो अनि ल यो छोडिदियो अब अर्को पटक लेख्नु नि है लजाउँछ सुल्टिना पनि सुन्नु भन्नु न भएछ भन्नु न फेरि हेर्न नाटक गरे छिटो भन्नु हजुरलाई यो ड्रेसमा राम्रो देख्छ ए सुहाउँछ यो ड्रेस एकदम थ्याङ्क यू सुल्टिना मलाई पनि लाल लाग्छ कि भन्नु सुल्टिनाले अब सुल्टिना ह्यान्डसम देखाएको छ यो ड्रेसमा भनेपछि त योभन्दा ठुलो कुरा केही छ मेरो लागि छैन नि है गफाडी